आज हामी यस ठुलो खोलाबाट अब नुवाकोट दरबारको यात्रामा छौँ। अहिले चाहिँ हामी अब ठुलो खोलाबाट तलतिर लागेको छौँ। बाटो एकदम खाली छ र हाम्रो यहाँ साथमा हुनुहुन्छ म्याम, त्यसै गरी पछाडि सर हुनुहुन्छ र हाम्रो यहाँ एकदमै सार गुरुजी हुनुहुन्छ। बाहिरको मौसम पनि एकदमै शीतल छ, न्यानो आँखा हिँड्नु पनि मजा आउँछ है। पानी परेर चाहिँ बाहिरको अब मेरो सुत्नै सकिन्थेन। टाठो बाटो भएन। अहिले हामी ठ्याक्कै धार्की चोक निस्किएको छौँ। यताबाट अब मेन हाइवे भयो काठमाडौँ जाने बाटो। यता अब एकछिन राममा तपाईँको उही गल्ती गरे पनि जेठाजु भएर चाहिँ नि अब यहाँ पुल भाँसिएको थियो। यही हो भाँसेको? यहाँबाट चाहिँ डाइभर्सन खोलेको थियो, अहिले चाहिँ बनिसकेको छ। भाइको बेमा भाइको गाडी ल्याएको देब्रे साइडको बेरिङ जान्लाई सिकेर हाम्रो गाडी तानेर त्यो माइक्याबको उकाल्दाखेरि मलाई डर लाग्यो क्या जहिले गाडी चलाएदेखि। म अगाडि बसेँ यसो विचारमा जहिले चलाएको गाडी राम्रो भएन भनौँ भने त पूर्वीलेन जेठान बसेर जहिले चलाएको गाडी नराम्रो, जेठान नै चलाएर राम्रो भनेर पकाए गाडी चार्ज अब भर्खरको चाहिँ नि 15-16 हजार ड्राइभर ल्याउँछ, पुरानो ड्राइभर 30-35 हजार घटी आउँदैन। स्कुलले पनि लोभ गर्छ। अहिले विद्यार्थी गयो अब तिर्नु पऱ्यो न 10-12 लाख। स्कुलवालालाई घाटा, इन्सुरेन्स हुँदैन। त्यो नयाँ गाडीको इन्सुरेन्स भयो भने त 5 लाख दिन्छ। पनि गाइदियो भने प्रिन्सिपल पनि गाइदियो होइन, ऊ मरे पनि पैसा त तिर्नै पर्यो। अहिले हामी ठ्याक्कै गल्छी आइपुग्न लागेको छौँ। अब यहाँबाट 500 मिटर अगाडि पुगेपछि गल्छी चोक पुगिन्छ। त्यसबाट हामी अब राइटपट्टि लाग्नेछौँ, जुन त्रिशुली जाने बाटो हो। त्यताबाट चाहिँ हामी नुवाकोटको दरबार जाने यात्रा छ आज। अहिले हामी गल्छी चोक आइपुगेको छौँ। यहाँ अहिले अब ब्याङ्कहरू पनि प्रशस्तै पुगेको छ, एकदमै सुविधायुक्त छ गरिसकेको।
सुली नदीमा मिसिएको छ। सुली बाढी आएछ मजाले, अन्त बर्खाको बेला हो, बाढी आउनु स्वाभाविकै हो। यो गल्छी केउरिनी गल्छी कलेरी जोड्ने पुल भयो। रसुवा होइन कि होइन हो हिँड्नु नि सोध्नु पर्दै यतै हो कि बेत्रावती कटेर जानुपर्छ हो भने यसलाई भुइँमा खुट्टा टेकिन्न कसम भुइँमा खुट्टा टेकिन्न तिमी बाहेकहरू देख्दिन घरो घरमा विद्यानाश काटेको छैन काटेको छैन काटेको छैन तिम्रो पैसा किसान
जिल्ला प्रशासन कार्यालय चाइना एड प्लेस। अहिले हामी अब नकुटको दरबारबाट काठमाडौँ फर्किने क्रममा छौँ भने हामी यहाँ अहिले गङ्गटेबाट सवारी हुँदै जानु अब सिधै गोल्छी निस्किने बाटो पनि अब लेफ्ट साइड पनि बाटो राम्रो छ, एकदम रमाइलो छ। हाम्रो यात्रामा यो बाटो हो त पादी खोला हो, एकदमै ठुलो आएको छ। उतापट्टि डिस्प्ले भयो। गाउँपालिका बाहिरको वातावरण एकदम रमाइलो गुन्जेमान छ। हामी यहाँबाट 6 किलोमिटर गएको छ।
गुप्तेश्वर महादेव जाने ठाउँ रहेको छ। गुप्तेश्वर मन्दिर जाने ठाउँ। अहिले हामी राइटै लाग्यौँ। दृश्य एकदम रमाइलो मनोहर छ। नुवाकोट जिल्ला आफैमा एकदम राम्रो सुन्दर शान्त सफा जिल्ला हो। त्यो त म नुवाकोटको त होइन भए नि मलाई नुवाकोट असाध्यै मनपर्छ। हाम्रो नुवाकोट राम्रो नुवाकोट। नुवाकोटमा हुने नुवाकोटवासीहरूले भिडियो लाइक गर्नु, सेयर गर्नु, कमेन्ट गर्नु होला। आई लभ नुवाकोट। दृश्य एकदम रमाइलो छ। सुन्दर नुवाकोट, ब्युटिफुल नुवाकोट। आई लभ नुवाकोट।
तुझे तस्वीरें पछ्यौरे दार्जिलिङको दिल लम्साइले बिराती दिनका तुझे लम्साइले कहाँ हो यो बौडेश्वर भनेको अहिले हामी अब टोखाको उकालो लागेको छौँ भिडियो धेरै लामो हुने भएले अब भिडियो खासै लामो बनाउन चाहेन मैले त्यही भएर भिडियो अलिकति सर्टकट बनाएको छु अब यो डाँडो गएपछि चाहिँ हामी टोखा पुग्यौँ त्यहीँ हो ल यो डाँडो गएपछि काठमाडौँ टोखा पुग्यौँ यसो हावा खान रोक्नु भनेर अर्को मोडा भेटिहाल्छ नबखाउ त्यो पनि हुन्छ नि एउटा सिट खाली थियो उतैबाट दरबारबाट फर्किने क्रममै त्यही त खाली थियो भगाइहाल्यौ तिमीले दुईजना अटिहाल्छन् काठमाडौँ हामी आएको भनेर भागिहाल्छ ए हल्लाम बाल्ला मिसिन आयो सुमन भाइ बाटो उकालो छ एकदम यो उकालो आइपुग्यो साँगुरो मुखीहरू बिचबिचमा बाइकहरू यसरी सिक्छ दायाँ बायाँ हिँडेर आउनुपर्छ बाटो रहेछ बाहिर हेर्दा एकदम मनोरम
बोलाउन लागिसक्यो भने कहाँ छ त अड्क्यो के त्यहाँ यसो एक राउन्ड हालिदिउँ त त्यहाँ अड्क्या भाइ मक्लकै अगाडि निस्किन्छ यो डाँडो सिक्यो सुमन भाइ अब अर्को डाँडो सुरु भयो हाम्रो गुरुजी पनि एकदमै मिलनसार हुनुहुन्छ जति भने रिसाउनुहुन्न कहिलेकाहीँ उहाँको एकदम टेम्पर हाई भएर त्यो पोहो पुग्छ त्यसलाई शान्त गर्न हामी कहिलेकाहीँ चिसो बरफ खुवाउँछौँ चिसो पानी के सुमन भाइ यतातिर के विश्राम लिने हो त गर्मी सर्मी भयो भन है फेरि यसो फोटो सेल्फी हामी गयो दृश्य हेर्दा त अँगालो मारेर फोटो खिच्ने जस्तो दृश्य छ सेल्फी खेल्नलाई एकदम रमाइलो डाँडो सेल्फी डाँडो बिचमा गौतम रिसोर्ट यो एकदमै रमाइलो दुधको बनाउँछ होला गर्यो न अब चिया त शीतल हुनुपर्छ चिया खोज्दा खोज्दा डाँडो सिद्धिन लागिसक्यो सुमन भाइले रोक्नु भन्दै भन्दैन